पूर्वाधार तत्त्वको हेर्दाखेरि हामीले चाहिँ पूर्वाधारमा पहिला चाहिँ हामीले पूर्वाधार नभएसम्म हामी चाहिँ अब अरू सामाजिक आर्थिक लगायतका विकास गर्न सक्दैनौँ। त्यसो हुनाले पूर्वाधार बनाउन पनि मानवीय गाउँपालिका आफ्नै स्रोत साधनले भ्याउन नसक्ने अवस्थामा सङ्घ र प्रदेश सरकारका अनुदानहरूमा आश्रित रहेर हामीले चाहिँ अथवा उहाँसँग साझेदारी गरेर तीनटा सरकारको साझेदारीमा हामीले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ। जसमा चाहिँ म आइसकेपछि यो गत आर्थिक वर्षदेखि अहिलेसम्म गत आर्थिक वर्षमा हामीले शिक्षातर्फ 3वटा माविको चाहिँ हाम्रै तर्फबाट 3टा माविका भवनहरू सम्पन्न गऱ्यौँ। त्यसको भुक्तानी पनि सकियो र तिनीहरू अहिले सञ्चालनमा छन् हैन। त्यस्तै अर्को एउटा यो मण्डल माविको पनि चाहिँ एउटा नमुना माविको रूपमा चाहिँ हाम्रो पालिकामा स्थापित छ। त्यो नमुना माविको पनि भवन निर्माण अघिल्लो वर्षमा एउटा भवन निर्माण सम्पन्न भएको छ। यसरी हेर्दाखेरि सबै माविहरूमा चाहिँ भवन अब जे होस् भवनको त्यति धेरै आवश्यकता छैन। यद्यपि भवन अलिक पर्याप्त त छैन, तर कोठाहरू चाहिँ त्यति धेरै अभाव चाहिँ होइन। अहिले विद्यार्थी सङ्ख्याको आधारमा हेर्दाखेरि चाहिँ हाम्रो कामाक्षी मावि उदयपुरकोटमा चाहिँ विद्यार्थी सङ्ख्याको आधारमा अनुपातमा यो चाहिँ भवनहरू कक्षा कोठाहरू अलिकति कम भएको महसुस चाहिँ अहिले भएको छ। त्यहाँबाट गुनासो पनि आएको छ। अब चाहिँ हामीले प्राथमिकतामा त्यो स्कुललाई राख्नुपर्छ भन्ने देखिएको छ। शिक्षा त्यस्तै स्वास्थ्यतर्फ हेर्दाखेरि स्वास्थ्यका चाहिँ सबै 5वटै स्वास्थ्य चौकीहरूमा चाहिँ हाम्रो भवनहरू छन्। नयाँ भवनहरू पर्याप्त मात्रामा छन्। त्यस्तै हाम्रो स्वास्थ्य अन्तर्गत नै हाम्रो देवीस्थानमा 15 शय्याको आधारित अस्पताल पनि हामीले निर्माण सम्पन्न गरेर भुक्तानी पनि अलिकति बाँकी छ। निर्माण सम्पन्न भएको छ। अब त्यसलाई चाहिँ ओएनएम गरेको दरबन्दी स्वीकृत गरेर त्यसलाई चाहिँ कसरी सञ्चालन गर्ने भन्ने हामी जमर्कोमा छौँ। त्यस्तै स्वास्थ्यतर्फ के यो सामुदायिक स्वास्थ्य इकाइ छन्। सामुदायिक स्वास्थ्य इकाइमा चाहिँ भवनको अभाव नै छ। हामीलाई पर्याप्त छैन। हामीमा चाहिँ 3टा सामुदायिक स्वास्थ्य इकाइ छन्, तिनीहरूमा चाहिँ भवन छैन। त्यस्तै अर्को कुरो चाहिँ वडा कार्यालयका भवनहरूको कुरो गर्दाखेरि वडा कार्यालयमा चाहिँ हामीसँग भवन त छन्, तर तिनीहरू चाहिँ अलिकति जीर्ण अवस्थामा पुगेको अवस्थामा अनुभूति हाम्रो भएको छ। कतै चुइने, कतै चाहिँ टुटेका गर्ने, त्यो चाहिँ हामी नयाँ भवन बनाएको छैन। पुरानै चाहिँ गाविसका भवनहरूलाई सञ्चालनमा ल्याएर गरेका छौँ। त्यस्तै अब चाहिँ सडकतिर जाँदाखेरि हामीले हाम्रो पालिका अन्तर्गत वडा नम्बर 1, वडा नम्बर 3 र वडा नम्बर 5 का सडकहरू चाहिँ हामी पक्की सडक नै छन्। हामीलाई चाहिँ 3टा वडामा जानलाई चाहिँ त्यति असहज हुँदैन। जुनसुकै अवस्थामा पनि 3 वडामा जान सक्छौँ। त्यो 2 र 4 मा चाहिँ यो अलिकति पक्की सडक छैन। ग्राभेल पनि राम्रोसँग सम्पन्न नभएको अवस्थामा अहिले अब आउने योजनामा चाहिँ हामीले ती वडामा जाने सडकहरूलाई चाहिँ प्राथमिकतामा राखेर अहिले चाहिँ 4 नम्बर वडामा जाने चाहिँ सङ्घीय र प्रदेश सङ्घपूरक अनुदानतर्फ चाहिँ हामीले यो 2टा योजनाहरू सञ्चालन गरेर त्यो चाहिँ गुड ग्राभेल गर्दै त्यसलाई चाहिँ पक्की सडकसम्म चाहिँ पुर्याउने हामीले लक्ष्यका साथ अहिले काम अगाडि बढाएको छौँ। ठेका प्रक्रियामा गइसकेको छ। त्यस्तै 2 नम्बर वडाको पनि चाहिँ गाउँपालिकाको आफ्नै बहुवर्षीय योजना तय गरेर 2 नम्बर वडाको पनि कार्यालयसम्म जाने बाटो चाहिँ हामीले स्तरोन्नति गर्न लागेका छौँ। अहिले त्यो पनि ठेका प्रक्रियामा गइसकेको छ। त्यो चाहिँ वडाभित्रका सहायक सडकहरू चाहिँ हाम्रो पक्की त हुने सम्भावना अहिले कमै छ। त्यसलाई चाहिँ हामीले स्तरोन्नति गर्ने अथवा तिनीहरूको संरक्षण गर्नलाई चाहिँ हामीले निरन्तर रूपमा हाम्रो गाउँपालिका आफ्नै जेसीबी प्रयोग गरेर बर्खायाम सकिसकेपछि सबै सडकहरू एकपटक सोरेर चाहिँ तिनीहरूलाई नियमित सञ्चालनमा ल्याउने गरेका छौँ। झोलुङ्गे पुल पनि यो आर्थिक वर्षमा एउटा झोलुङ्गे पुल बन्दैछ। त्यो पनि बहुवर्षीय झोलुङ्गे पुल हो। यो आर्थिक वर्ष नभएर 3 वर्षको लागि स्वीकृत कार्यक्रम हो। त्यस्तै खानेपानी अन्तर्गत चाहिँ गत आर्थिक वर्षमा हामीले सबै वडामा खानेपानी योजनाहरू सञ्चालन गरेका थियौँ। त्यस्तै 2 नम्बर वडामा चाहिँ मुख्य रूपमा खानेपानीको एकदम अभाव भएको ठाउँमा चाहिँ खानेपानी सम्पन्न नै भयो। अरू वडामा चाहिँ यो फेरि निरन्तर रूपमा अहिले पनि सञ्चालन हुने गर्छ। खानेपानी योजनाहरू सञ्चालित छन्। सञ्चारको कुरो गर्दाखेरि हाम्रो 5वटै वडामा चाहिँ सञ्चारको पहुँच छ।
सबै वडामा चाहिँ सबै वडाका सबै बस्तीहरूमा नेपाल टेलिकमको 4G सेवा विस्तार गरेको छ। त्यसरी हेर्दाखेरि भौतिक पूर्वाधारको क्षेत्रमा माण्डवी गाउँपालिकालाई अब हामी त्यति असहज चाहिँ छैन, सहजमा जान पनि सकेका छैनौँ। हामी विकास क्रममै छौँ।